गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ बिहानको 7 बज्दैछ। हामी चाहिँ घाँसमा जानु आँटेको हो। मलाई चाहिँ के देखाउनु मन छ भने चाहिँ अस्ति चाहिँ मैले चाहिँ बजारबाट चाहिँ यहाँनिर के ल्याएको छु त्यो देखाउनुको लागि चाहिँ सधैँ केही पनि देखाउँथिनँ अरू कुरा होइन, फुलबाहेक चाहिँ आज चाहिँ देखाउँछु। के भनेदेखिलाई नि टेडेङ घाँस काट्ने जुत्ता मेरो लागि मात्रै होइन, रनिलाको लागि पनि ल्याएको हो। रनिलाको लागि चाहिँ किन ल्याएको भने नि मायाले ल्याएको होइन, मसँगै घाँसमा जाओस् भनेर ल्याएको जुत्ता हो। अब चाहिँ स्कुल छुट्टी भयो अनि अब चाहिँ घाँस काट्नुपर्छ, काम गर्नुपर्छ नि त पुरा हो। बस्तीको ठाउँमा त्यस्तै हो हाम्रो त, अनि सबै काम गर्नुपर्छ। त्यो भएर चाहिँ यस्तो जुत्ता चाहिँ सजिलो हुन्छ एकदमै। अनि यस्तो जुत्ता किन्दाखेरि चाहिँ यस्तो भएको किन्नुपर्छ, नभए भने चाहिँ चिप्लिन्छ नि त। फेरि यति बेला शीत पुरा हुन्छ, चिप्लिन्छ। त्यो भएर चाहिँ यस्तो किन्नुपर्छ। अनि यस्तो जुत्ता लगाउनुपर्छ, एकदम सजिलो। जस्तो पाखाबारी भित्ता कुद्दा पनि भइहाल्छ, एकदम सजिलो हुन्छ।